पछि सम्पूर्ण राजनीतिक दलको तर्फबाट नेकपा माले नवलपुरका सचिव लोकप्रसाद काफ्लेज्यूलाई आफ्नो छोटो भनाइहरू राखिदिनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम संचालक मित्र रामकुमार जी। पत्रकार तीर्थ भूषाल ट्रस्ट द्वारा आयोजित हाम्रो संस्कृति हाम्रो शान नेपाली टोपी राष्ट्रिय गौरव हाम्रो पहिचान 12औं राष्ट्रिय टोपी दिवस का अध्यक्ष ज्यू, इस कार्यक्रम का प्रमुख अतिथि औषधि नगरपालिका का प्रमुख ज्यू, औषधि नगरपालिका का प्रमुख प्रशासक ज्यू लगायत संपूर्ण विशेष अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म लोकप्रसाद काफ्ले र मेरो पार्टीको तर्फबाट सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। यस टोपी दिवसको बारेमा कुरा गर्नुपर्दा पत्रकार हाम्रा मित्र तीर्थ भूषालजीसँग मैले पनि धेरै कुराहरू सँगै काम गर्ने मौका पाएको थिएँ। उहाँले यो विषयमा मसँग नि छलफल गर्नुभएको थियो, हामी यही बसेर छलफल गरेका थियौँ। यसलाई कसरी अगाडि बढाउने होला भनेर मलाई पनि बोलाएर छलफल गर्नुभएको थियो। यो राम्रै हुन्छ, यसलाई राम्रो अगाडि बढाउन सकियो भने राम्रो हुन्छ। यसलाई अझ अगाडि यसलाई राष्ट्रिय स्तरमा लान सकियो भने एउटा राम्रो किसिमले अगाडि बढ्न सकिन्छ र यो राज्यले पनि एउटा ग्रहण गर्नुपर्ने, राज्यले पनि बुझ्नुपर्ने कुराहरू हो। यसलाई राज्य स्तरबाटै अझ राम्रो किसिमले टोपी दिवसको बारेमा केही कुराहरू यसलाई अघि सार्यो भने र यसलाई राष्ट्रिय दिवसको रूपमा अघि सार्यो भने अझ राम्रो हुन्छ। हाम्रो राष्ट्रियता पहिचान राम्रो हुन्छ, बलियो हुन्छ भन्ने कुराहरू पनि मैले एकचोटि उहाँसँग छलफल गर्न मौका पाएको थिएँ र यो हुँदा पनि हो। यो एउटा राष्ट्रिय स्तरकै एउटा दिवस मनाउन सकियो भने यो अझ राम्रो हुन्छ। यसले हामी सबै जात जाति विभिन्न वेशभूषा हरेक किसिमलाई एकरूपता ल्याउँछ र हामी बलियो हुन्छ। म धेरै देशमा विदेशहरूमा पनि धेरै ठाउँमा म गएँ, त्यो ठाउँमा पनि तपाईँको आफ्नो राष्ट्रियता पहिचान भन्ने कुराहरू हुन्छ। दक्षिण कोरियाको म हालसालै भर्खरै आउँदै गर्दाखेरि दक्षिण कोरिया आउँदा दक्षिण कोरियामा हामीले कुनै भाषा त्यहाँ इङ्ग्लिस प्रयोग गर्नै पाइँदैन। त्यहीँको ड्रेस परेको हुन्छ, त्यहीँको भाषा परेको हुन्छ। उनीहरू हरेक कुराले दक्षता छ तिनीहरूसँग इङ्ग्लिसमा हरेक कुरामा दक्षता छ। तर हामी त्यहाँको भाषाभन्दा अरू बोल्नै पाइँदैन। जे हामी उनीहरूले बुझाउनु उनीहरूले हामीलाई भन्दाखेरि पनि हामीले बुझौँ, तर उनीहरूले हामीलाई आफ्नो भाषाभन्दा बाहिर उल्था गर्दैन। उनीहरू त्यो किसिमले आफ्नो ड्रेसमा छ, आफ्नो भाषामा, आफ्नो पहिचानमा त्यो किसिमले अगाडि बढिरहेका छन्। चाइनामा त्यही छ, अरू हरेक देशहरूमा त्यो किसिमको हामीले देखिरहेका छौँ, बुझेका छौँ र त्यसले एकरूपता गराइरहेको छ र एकता ल्याएको छ। त्यस्तै किसिमले यसलाई पनि हामीले एउटा दिवसको रूपमा अगाडि बढाउन सकियो भने राम्रो हुन्छ र यसलाई हरेक कुन तरिकाले हुन्छ हामीले अगाडि बढाउनको लागि यस कार्यक्रम को लागि यस जुन सञ्चालन गरिरहनु छ यो संस्थाप्रति हामीहरूले आउँदा दिनहरूमा पनि सहयोग गर्नेछौँ भन्ने कुराहरू राख्दै र यो टोपी दिवस हाम्रो स्थानीय लेभलबाट पनि हाम्रो स्थानीय सरकारले पनि यसलाई अझ अग्रता दियोस्, माथि सरकारसँग समन्वय गरेर यसलाई अझ राम्रो फैलाउने काम गरोस् भन्दै पुनः हाम्रो यो कार्यक्रमको लागि शुभकामना दिँदै म बिदा हुन्छु। धन्यवाद। धन्यवाद। म आसन ग्रहणलाई फेरि जोड्न